सम्पूर्ण मेरो युट्युब च्यानल हेरेर बस्नुभएका सबैमा आज फेरि पनि मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई यो सुन्दर ठाउँको मेरो ब्लगमा देखाउन गइरहेको छु र विशेष यो हाम्रो दार्जिलिङ सहरको नजिकै मा रहेको यो सुन्दर ठाउँ र हजुरहरूलाई यो सुन्दर ठाउँको मेरो आजको युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई देखाउन गइरहेको छु र विशेष यो चाहिँ दार्जिलिङ सहरको नजिकैमा रहेको यो जापानिज टेम्पल र जापानिज टेम्पलको यो सम्पूर्ण दृश्यहरू मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई देखाउन गइरहेको छु र विशेष यो चाहिँ बुद्धिस्ट यो बौद्ध धर्मावलम्बीहरूको लागि यो धार्मिक स्थल र यो चाहिँ पर्यटक स्थल पनि यहाँनिर हामी मान्न सक्छौँ र यो विभिन्न देशबाट देश विदेश विभिन्न ठाउँहरूबाट यस ठाउँमा घुम्नको लागि आउने गर्छ र एकदमै यो धार्मिक स्थल अनि शान्त वातावरणमा रहेको यो प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ र एकदमै सुन्दर एकदमै पिस ठाउँ जहाँ चाहिँ हजुरहरू यस ठाउँमा गएर यहाँको एकदमै सुन्दरता देख्न सक्नुहुनेछ र यस ठाउँमा हेर्नको लागि विभिन्न देश विदेशहरूबाट यसरी पर्यटकहरू घुम्नको लागि आउने गर्छ र यो चाहिँ बुद्ध धर्म बुद्धिस्टहरूको लागि यो एउटा धार्मिक स्थल एकदमै सुन्दर ठाउँ र आज मैले मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई यस ठाउँको सम्पूर्ण दृश्यहरू युट्युब च्यानलको माध्यमबाट देखाउन गइरहेको छु। हजुरहरूले अन्तिमसम्म मेरो भिडियो हेर्न सक्नुहुनेछ र यो एकदमै शान्त वातावरणमा रहेको एकदमै सुन्दर ठाउँ हजुरहरू समक्ष मेरो युट्युब च्यानलको माध्यमबाट मैले प्रस्तुत गर्न लागिरहेको छु, देखाउन गइरहेको छु र विशेष एकदमै शान्त वातावरणमा रहेको एकदमै ब्युटिफुल प्लेस यो एकदमै पिस ठाउँ है, शान्तिले परिपूर्ण भएको ठाउँ, धार्मिक स्थल र एकदमै सौन्दर्यले भरिएको ठाउँ, एकदमै रमाइलो ठाउँ। हजुरहरू यदि यस ठाउँमा घुम्न जानुभएको छैन भने हजुरहरू पनि यस ठाउँमा घुम्न जान सक्नुहुनेछ र विशेष मेरो युट्युब च्यानलको माध्यमबाट यो सम्पूर्ण दृश्यहरू जसले चाहिँ यो ठाउँमा जानुभएको छैन र विभिन्न टाढो टाढोमा भएका मेरा साथीहरू मित्रहरूको लागि यो विशेष मेरो युट्युब च्यानलको माध्यमबाट आज देखाउन गइरहेको छु र विशेष देश विदेशबाट पनि मेरो साथीभाइहरूले कतिवटा ब्लग मेरो युट्युब च्यानलको माध्यमबाट हेर्नुहुन्छ र उहाँहरूलाई विशेष जुन यो ठाउँमा चाहिँ आउनुभएको छैन र देख्नुभएको छैन भने मेरो युट्युब च्यानलको माध्यमबाट यस ठाउँको सम्पूर्ण सुन्दर दृश्यहरू हेर्न सक्नुहुनेछ अनि एकदमै यो आजको मेरो यो युट्युब च्यानलको माध्यमबाट ब्लग हेरेर हजुरहरूले प्रतिक्रिया पनि कमेन्ट पनि गरिदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दछु र आजको मेरो यो ब्लग हजुरहरूलाई कस्तो लाग्यो र यो एकदमै देश विदेशबाट यसरी यस ठाउँमा घुम्नको लागि पर्यटकहरू धेरै मात्रामा आउने गर्छ र यो एकदमै रमाइलो एकदमै शान्त ठाउँमा भएकोले गर्दा विशेष यहाँनिर शान्ति यो पिस खोज्नुको लागि पनि यस ठाउँमा आउने गर्छ र एकदमै यहाँबाट देखिने दृश्य हजुरहरूलाई देखाउन गइरहेको छु। यहाँबाट जुन चाहिँ एकदमै सुन्दर रमणीय दृश्य एउटा मन नै शान्त हुने जुन चाहिँ ठाउँ यहाँबाट हजुरहरूले देख्न सक्नुहुनेछ अनि यहाँबाट मैले जति पनि यहाँको सम्पूर्ण दृश्यहरू हजुरहरूलाई देखाउन गइरहेको छु र यो दुई साइडमै सिंहको यो मूर्ति भएको अनि यहाँनिर जुन चाहिँ गौतम बुद्धको यो एकदमै ठुलो मात्रामा यो
मूर्ति बनाएको छ भने यहाँ जति पनि वरिपरि एकदमै मजाले यो खोपेर कलाकृति यो जुन चाहिँ एकदमै सुन्दर हजुरहरूले यो कला पनि देख्न सक्नुहुनेछ। यति राम्रोसँग सुन्दरसँग यसरी बनाएको छ र मेरो आजको युट्युब च्यानलको माध्यमबाट हजुरहरूले यो जापानिज टेम्पलको यो सुन्दर दृश्य हजुरहरूले मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूले हेरेर आजको मेरो ब्लग कस्तो लाग्यो कमेन्ट बक्समा हजुरहरूले कमेन्ट पनि गरिदिने म हजुरहरूलाई आग्रह गर्दछु र त्यसै मार्फत त्यसै मुताबिक नै म अर्को मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई मेरो ब्लग देखाउने छु र यहाँको एकदमै सुन्दर ठाउँ हजुरहरूले मेरो अन्तिमसम्म युट्युब च्यानलको माध्यमबाट हेर्न सक्नुहुनेछ र आजको मेरो यो ब्लग हजुरहरूलाई यतिमै अन्त गर्न लागिरहेको छु र अर्को ब्लग म हजुरहरूसँग चाँडै लिएर आउनेछु। धन्यवाद।